चौथो दिन बुधबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रति तोला 2800 रुपैयाँले बढेको हो। कारोबारको अघिल्लो दिन प्रति तोला 2,39,500 रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज 2,800 रुपैयाँले बढेर 2,42,300 रुपैयाँमा कारोबार भइरहेको छ। यता चाँदीको मूल्य 60 रुपैयाँले बढेर प्रति तोला 3,150 रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।